नमस्कार मेरो सम्पूर्ण साथीभाइहरूलाई जय मसी, मेरो सम्पूर्ण प्रियजनहरूलाई तारा मगर मेरो कौसीमा फेरि पनि स्वागत गर्दछु। आज चाहिँ हेर्नु त मैले यसरी मेरो काँक्राको, घिरौलाको अनि मेरो गोलभेडाको पातहरूलाई मैले यसरी निकालेर छाँटेर मैले यसरी निकालेको छु। किनभनेदेखि यदि हामीले तल त्यो बुढो भएको जुन मर्न लागेको पातहरूलाई निकालेनौँ भने हाम्रो बिरुवाहरूले चाहिँ त्यसलाई नै बचाउनतर्फ लाग्छ। त्यस कारणले हामीले चाहिँ फुर्सद भयो भने टाइम निकालेर यसरी हेर्नु त यसरी यसको तल अब यो सबै बुढो भएको पातहरूलाई हामीले निकाल्यो भने यसको जरामा घाम पनि छिर्न सक्छ, अक्सिजन हावाहरू मजाले छिर्न सकिन्छ अनि राम्रोसँग हाम्रो फलहरू चाहिँ नि बढ्दै जान्छ। जसरी अहिले मेरो फल बढ्दैछ नि त, यो फर्सी कस्तो राम्रो फर्सी फल्दैछ, त्यहाँ पनि सबै एकदमै चिचिलाएछ, धेरै कोपिला आएको छ है। अर्को कुरा चाहिँ कस्तो भने यसको चाहिँ फेरि भाले फुल निस्केको छैन, घिरौलाकै सेम भएको छ कि घिरौलाको सबै चिचिला लाग्यो, भाले फुल आएन। भाले फुल नआएपछि त्यो सबै झरेर जान्छ। यसको पनि त्यस्तै भयो। तर गुड न्युज मेरो चाहिँ त्यहाँनिर पहिलाको फर्सी थियो, त्यो फर्सीमा चाहिँ फेरि अहिले चाहिँ बल्ल चिचिला 3टा आएको छ है। नत्र भने पहिला भाले फुल निस्क्यो, अहिले पनि निस्किँदैछ। मैले चाहिँ त्यो अर्कै जातको यो अर्कै जातको फर्सी भयो नि के हुँदो रहेछ भनेर त्यसको भाले फुल टिपेर यिनीहरूमा मैले राखेको छु है। यिनीहरूलाई मैले त्यो भाले फुल ल्याएर यिनीहरूमा मैले त्यसको भनौँ न बिउ के भन्छ मैले राखेको छु। अब हेरौँ कस्तो हुन्छ है। म विश्वास गर्छु राम्रो भएर फल्छ, किनभने फर्सी नै हो हुन त, तर पनि यो डिफ्रेन्ट टाइपको फर्सी भएको कारणले अब हेरौँ कस्तो हुन्छ। अनि अर्को कुरा हामीले एकदमै जान्नुपर्ने कुरा ल हेर्नुहोस्, मेरो गोलभेडामा तपाईँहरूले देख्न सक्नुहुन्छ है, तल छैन नि हाँगा बिङ्गा है। हेर्नु त सबै मेरो गोलभेडामा तलको हाँगा एउटा पनि छैन। हेर्नु त है, सबै यस्तो सानो आयो भने पनि मैले यसलाई यसरी निकालिदिइहाल्छु। यसरी हेर्नु त तलदेखि यो माथिसम्म खाली नै छ। यो किन भनेदेखि गोलभेडाको चाहिँ एकदमै धेरै ब्रान्च हाँगाहरू आउँछ। यहाँ हेर्नु है, एकदमै धेरै हाँगाहरू आउँछ है। अनि यो हाँगाहरू धेरै आयो भने चाहिँ यो बोटले यही हाँगालाई मात्रै बढाउने, हाँगाहरू मात्रै बढ्नेतिर लाग्छ अनि हाम्रो फल चाहिँ फल्दैन। त्यति फले पनि थोरै फल्छ, त्यति हेल्दी त्यति ठुल्ठुलो फल्दैन। त्यस कारणले हामीले तलकोलाई चाहिँ फाल्न एकदमै जरुरी छ। अनि जब यो माथि जान्छ यसको तलको पातहरू बुढो हुँदै जान्छ, त्यो पातलाई निकालेर हामीले जसरी पनि फाल्नुपर्छ। अनि माथिको कलिलो न्यू पातहरूलाई राख्नुपर्छ। त्यस भएपछि हाम्रो फल एकदम राम्रो फल्छ। अस्ति मेरो दिदी आउनुभएको बेलामा मैले त्यसरी यो गोलभेडाको हाँगाहरू छाड्दै थिएँ। उहाँ मसँग रिसाउँदै हुनुहुन्थ्यो, तिमी त कस्तो रहेछ, यो हाँगा जुन फल लाग्ने हाँगा जति सबै फालेपछि तिम्रो कसरी चाहिँ फल लाग्छ त, धेरै हाँगा भए पो धेरै फल लाग्छ भन्दै हुनुहुन्थ्यो। अनि तर मैले उहाँलाई भने होइन, धेरै हाँगा भएर धेरै फल फल्ने होइन, तर हामीले तलको हाँगा छोडेर माथिको हाँगामा मात्रै राख्नुपर्छ। त्यसमा चाहिँ एकदम राम्रो ठुल्ठुलो हेल्दी फल हाम्रो फल्छ है। त्यसैले यो कुरा हामीले एकदमै जान्नुपर्छ साथीहरू। हेर्नु त मेरो सागहरू कस्तो राम्रो छ है, सलादको सागहरू हेर्नु न। आहा, अब यो सागहरू खाने बेला भएको छ। आज दिन पनि मौसम पनि एकदम शीतल छ। मैले यसलाई भर्खर पानी हालेको छु। म आज पहिला यो सागहरूलाई सबलाई टिप्छु, त्यसपछि आज यो मेरो सबैलाई म गोड्नेवाला छु है। गोड्नु पर्ने छ, किनभने म अब यो भिडियो लामो हुन्छ कि म अर्को भिडियोमा म देखाउँछु। अहिलेको भिडियो चाहिँ म आज चाहिँ यसलाई म गोड्नेवाला छु। अहिलेलाई चाहिँ मेरो यो खुर्सानीहरू यस्तो भएको छ। हेर्नु है, मेरो यो माटो हेर्नु, यो माटो यसरी हरियो भएर लेउ लागेको जस्तो छ है। यसको कारण यो भित्र हावा पस्न पाएको छैन। त्यस कारणले यो बिरुवा पनि त्यति बढेको छैन। हेर्नु त सँगैको बिरुवा अर्को बढेको छ, यो बढ्न पाएको छैन किनभने यसलाई हावा पस्न पाएको छैन। त्यस कारणले यो बिरुवा बढ्न पायो भने यसरी हरियो बसेको छ नि। यो कसरी हुन्छ भनेदेखि हामीले चाहिँ मैले चाहिँ याद गरेको यो पिनाको मल, यसको पनि बोट त्यति बढ्यो। हेर्नु त यो पिनाको मल हालेपछि स्पेसली याद गर्नुपर्ने, पिनाको मलले चाहिँ 2-3 दिनपछि त्यो माटोलाई च्याप्प त्यो सिमेन्टीले प्लास्टर गरेको जस्तरी ट्याप्प समाउँछ। अनि त्यसले भित्र हावा छिर्नै दिँदैन, कक्रक्क भएर बसेको हुन्छ है। अनि हामीले पानी हाल्दा नि पानी पनि माथि नै बस्छ, तल जाँदैन हतपति, अनि हावा पनि जाँदैन। त्यस कारणले हामीले जहिले पनि पिनाको मल हालेको 2-3 दिनपछि हामीले यो माटोलाई माथिबाट फुर गरेर गोड्नुपर्छ। यदि हामीले हाम्रो गमलाको फुलमा जेमा पनि यसरी हरियो यस्तो देख्यो भने हामीले बुझ्नुपर्छ यो हाम्रो माटोमा अक्सिजन राम्रो
राम्रोसँग पास हुन सकेको छैन। यसलाई हामीले माथि माथिबाट गोडिदिनुपर्छ, मतलब माटोले खनेर अथवा तपाईँको हातको औँलाले फुरफुर गरेर यसलाई चलाइदिएपछि फेरि 2-3 दिनपछि यो राम्रो भएर आउँछ अनि अक्सिजन पास हुन्छ अनि हाम्रो बिरुवा एकदमै राम्रोसँग बढ्छ। यो चाहिँ हामीले जान्नुपर्ने कुरा है। अहिले मैले 5 वर्ष भयो कौशी खेती गरेको, तर मेरो युट्युब च्यानल गरेको चाहिँ मैले 1 वर्ष मात्रै भएको छु। तर मैले धेरै कुरा सिकेको छु। पहिला मैले नजान्दाखेरि एकदमै मैले गलत गरेको छु। मेरो खर्च, मेहनत, पैसा हरेक कुरा खर्च मात्रै भएको छ। तर मैले मेहनत गरे अनुसार फल मैले पाएको थिइनँ। तर अहिले जब मैले बुझ्दैछु अनि मैले जस्तो मेहनत गर्छु त्यो अनुसारको फल पनि मैले पाएको छु है। अनि यो पनि हेर्नुहोस् है, यो साग एकदमै ढिलो बढ्यो। यसलाई पनि यसको पनि हेर्नु त, अस्ति मल हालेपछि यसलाई माटो मैले गोड्नु पर्ने छ। अनि यसको हेर्नु न, एउटा छ नि है अहिले, किनभने मैले यसको मुन्टा चिमटेको छैन, त्यसकारण यो एउटै सुरिलो जान्छ। अब म यसलाई अहिले दिउँसो गोड्नुभन्दा पहिला म त्यसको छुट्टै भिडियो बनाउँछु। यो मुन्टा यसलाई चिमाटेर म तरकारी पकाउनको लागि म टिप्छु। अनि यो मुन्टा चिमाटिसकेपछिको भिडियो तपाईँले हेर्नु होला। अब 1 हप्ता यस्तोमै यसबाट धेरै हाँगाहरू आउँछ, यो मजाले बढ्छ। त्यस्तो है, हामीले चाहिँ नि कहिलेकाहीँ माया गरेर बिरुवाको हामीले मुन्टा चिमाट्दैनौँ नि, त्यस्तो भयो भने हाँगा आउँदैन। जसरी हाम्रो खोर्सानीको हेर्नु कति धेरै हाँगा आएको छ, हेर्नु न कति धेरै हाँगा आएको छ। यो खोर्सानीको पनि तल फेदको हाँगा मैले निकालेको छु, म निकाल्छु सबैको हेरेर। अब यो भेन्टाको पनि अहिले त्यो बढ्दै जान्छ है, बढ्दै जान्छ। यति चाहिँ म राख्छु, त्योभन्दा तल आयो भने त्यसलाई म निकाल्छु। यो हामीले गर्न एकदम जरुरी छ। साग हेर्नु न, अस्ति पिनाको मल हालेपछि कति राम्रो साग भएको छ नि त, कस्तो ठुल्ठुलो पात, कस्तो मिठो पात है, खाउँ लाग्ने भएको छ। त्यसैले हामीले मेहनत गर्नुपर्छ, तर हामीले तरिका जान्नु पनि पर्छ। अनि गोलभेडा यसको नि हेर्नु न, यहाँ तल एउटै पनि छैन पात, हेर्नु त एउटै छैन। म निकालिदिन्छु, किनभने तलकोमा फल लाग्दैन, फल लागे पनि राम्रो फल लाग्दैन। हेर्नु त यहाँ अब फलिरहेको छ, माथिको राख्ने हो कि यसरी हेर्नु त। अब यहाँ फल लाग्ने लाग्छ, हेर्नु है, यहाँ अर्को ब्रान्च आउन लाग्छ। यसले पातको बोटको एनर्जी मात्रै लिन्छ कि यसमा फल लाग्दैन। त्यसैले यसलाई हामीले निकाल्ने हो, यसलाई हामीले निकालेर फाल्न एकदमै जरुरी छ। साथीहरू, यति कुरा जान्नुभयो भने हाम्रो चाहिँ एकदमै यसरी हेरेर हाम्रो चाहिँ बिरुवाहरूमा हामीले चाहिँ एकदमै धेरै फल हामीले खान सक्छौँ। हेर्नु त, यसमा पनि मैले देखेन चाहिँ यो यति ठुलो भइसकेछ बढेर, हेर्नु त यसमा फल लाग्दैन। हेर्नु त केही लाग्दैन, किनभने यहाँ माथि हो नि फल त यहाँ लाग्दैछ, यहाँ लाग्दैछ होइन। अनि यो बिचमा जुन आउँछ त्यसमा चाहिँ फल नलाग्ने हो भने हामीले बुझ्नुपर्छ, त्यसलाई चाहिँ निकालेर फालिहाल्नुपर्छ। अनि हाम्रो गोलभेडा ठुल्ठुलो हुन्छ अनि धेरै फल्छ, माथि अरू पनि फल्छ। ल साथीहरू, अहिलेको मेरो एकदमै जरुरी भिडियो तपाईँहरूको लागि यति नै छ। तपाईँहरू पनि कौशी खेती गर्न इच्छुक हुनुहुन्छ भने यसै गरेर भिडियो हेरेर जानेर बुझेर गर्नुभयो भने तपाईँहरूको मेहनत खेर जाँदैन। धन्यवाद सम्पूर्णलाई। तपाईँहरूले मलाई एकदमै धेरै माया गर्नुभएको छ, मेरो भिडियोलाई हेरिदिनु भएको छ, लाइक कमेन्ट गरिदिनु भएको छ। तपाईँहरू सबलाई एकदमै धेरै धन्यवाद अनि हृदयदेखि माया सम्पूर्णलाई। जय मसी अनि नमस्कार। यहाँहरूको दिन शुभ रहोस्।